हेलो गाइस, सबैजनालाई फेरि वेलकम छ मेरो न्यू ब्लगमा। अनि आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि पाथिभारा माताको दर्शन गर्न। यो चाहिँ रहेको छ खै लेलु हो कि के पो समथिङ लाइक बिर्सेँ। अनि यहाँ चाहिँ यस्तो बाटो यस्तो खतरा खानी तर दामी हो बाटो साथीहरू घुम्न। स्कुटीमा आएको, स्कुटीले तान्दै तानेन भनेको यस्तो पिकअप पावरै कम रहेछ। अनि यहाँ चाहिँ यस्तो पानी छ, डाँडा काँडा छ, यस रमाइलो छ। अझै हेर्न सक्नुहुन्छ कति अप्ठ्यारो बाटै बिर्सेर उ भयो कि म्यापमा हेरिदिएको त्यही बाटै उ भएर यता र उता भयो। उहाँ फुपू दिन्छु अनि निशा दिन्छु र भन्छ त्यसरी आउँदै भइसिन्छ। त्यहाँ चाहिँ पानी छ, मैले चाहिँ क्रस गरिसकेँ। बाटो चाहिँ यस्तो खतरा छ यहाँको, डेन्जरस छ। स्कुटीले धन्न अहिलेसम्म चाहिँ साथ दिएको छ। अब हेरौँ कति जेलसम्म साथ दिन्छ, त्यसपछि चाहिँ रमाइलो हुन्छ। दिचुले पनि रहेछ, खतरा चलाइसिन्छ तर दिचुले स्कुटी, खतरा डेन्जरस स्कुटी बाइक सबै। र फेरि हामी भेट्नेछौँ, अब माथि गएर भेट्नेछौँ गाइज। हेलो गाइज, हामी चाहिँ यस्तो टप अफ द डाँडामा आइसकेका छौँ सबैजना। यस्तो टप अफ द डाँडामा आइसकेको छ। अनि यहाँ देख्न सक्नुहुन्छ के हो पाथिभारा देवीको प्राकृतिक मन्दिर जाने बाटो यस्तो छ। यस्तो अफ रोड छ, थाहा नै छैन कतिर जाने हो भन्ने। जे होस् यसले अहिलेसम्म चाहिँ साथ दिएको छ, तर पिकअप चाहिँ अलि उनी गरेर हुन्छ। भान्जीश्री आइसक्यो, यहाँ भान्जीश्री आइसक्यो। ओ माई गड, त्यहाँ चाहिँ तिरोल लोड पनि हानिराखेको छ। यस रमाइलो भइसकेको छ। अब चाहिँ हामी माथि गएर भेट्नेछौँ गाइज। सबैजनाले हाम्रो भिडियो हेरिदिनु होला र लाइक कमेन्ट सेयर चाहिँ गर्न नभुल्नु होला। हस्, सबैजनाले गरिदिनु। फाइनली गाइस, हामी पाथिभारामा त आइसकेका छौँ। मान्छेश्री अब पार्किङ गर्नुपर्छ, म पार्किङ गर्छु। मान्छेश्री आइसो। अब हामी माथि जाँदैछौँ। हामी दुईजना फाइनली हामी आइसकेका छौँ। अब टोक्यो उकालो जाँदैछ हामी। तर बाटोहरू कस्तो राम्रो बनाएको है। आलु लिएर जानुपर्छ क्या बरु। यस्तो डाँडामा अनि बिस्तारै आइसो। आइराखेको छ त हजुरहरू। हाम्रो फुपू चाहिँ त्यहाँ हुनुहुन्छ, हाम्रो राम्री फुपू पुरा हिरोनी बनेर आइस। सानो मान्छे बिस्तारै एकदमै टपमा आइसकेको छौँ हामी चाहिँ। यहाँबाट चाहिँ दर्शन सुरु हुने रहेछ। यहाँ चाहिँ काम गरिराख्नु भएको रहेछ सबैजना पाहाडमा। साथै भुल्यो यत्रो हिँड्दाखेरि। त्यसपछि आइसकेको छौँ पाथिभारा माताकोमा। गाडीको पार्किङको सुविधा नि छ, सबै सुविधा छ। यहाँ नि छ दिदी हिरोइनी भएर मान्छेले झन् हिरोइन भनेर चप्पलहरू जानुपर्छ रहेछ मान्छे।
सक्स पनि खाने ल हामी चाहिँ यहाँ सामान किनिराखेको छौँ अब यो बाल्नको लागि यति भिड चाहिँ रहेनछ थोरै छ त्यही पनि रमाइलो खानुपर्छ यो कोइनहरू सबैको होइन peaceful area. It's like peaceful. हामी अब पूजा गर्न गइरहेको छौँ यहाँ पाञ्जेश्वरी अलवेज अनि यहाँ निशा दिदी अनि हाम्रो यहाँ फुपू ब्युटिफुल फुपू अनि हामी चाहिँ पूजा गर्न गइरहेको छौँ हजुर तर राम्रो है ठाउँहरू के यहाँनिर दर्शन गर्न सक्नुहुन्छ हजुरहरू पनि भाइको नाम भन्छु दिजु यसको नाम यहाँ चाहिँ नरिवल फुटाउने कार्यक्रम अनि यहाँ चाहिँ बत्ती बाल्ने मान्छेले बालिसिन्छ होइन फाइनली पूजा गरेर भइसक्यो यहाँ चाहिँ बस्ने ठाउँ रहेछ यस्तो हो तेरी डाँडा ए अघि हामी त्यही बाटो आएको हो क्या है यत्रो बाटो भएर आयो कता हो कता कत्रो डाँडा काटेर आयो मम्मीहरू अब हामी एकसो फोटो खिच्छौँ ओके फाइनली हाम्रो पूजा सुजा गरेर सक्यो है मान्छेश्री खै त आयो आज त वेलकम खै भनेको अनि हामी चाहिँ पूजा सुजा गरेर फेरि अर्को मन्दिर जाँदैछौँ यहाँनिर मन्दिर छ भान्जेश्वरी ढोक गर्ने रे रमाइलो छ सबैजना आउनु होला पातिबारा मन्दिर के गर्ने हो वाह दामी दिचु यो सल्लाहको रुख होइन हो है त्यही त सल्लाहको रुख रहेछ अनि यहाँ टाइगर लायन सबैजना आउँदै हुनुहुन्छ धेरै हिँड्नु पर्दैन बाइकमा स्कुटी आयो भने त यहीँनिर आइपुग्छ ऊ त्यहाँदेखिबाट यहाँसम्म मात्रै हो हिँड्नु पनि धेरै हिँड्नु पर्दैन बाटो चाहिँ एकदम अफ रोड छ गाइस एकदम अफ रोड छ है ढुङ्गा फेरि बिचमा पिच छ फेरि ढुङ्गा छ यस्तो घुमाउरो लास्ट अफ रोडै हो मेरो लागि त भान्जेश्वरी मैले चाहिँ त्यहाँ धेरै बोलेर भिडियो बनाएन किनभने अब धेरै त्यो युज टु छैन नि त कहिले कसो हल्का बनाउने अनि हप्तामा एउटा दुईवटा भिडियो हाल्ने गर्छु अनि त्यसरी युज छैन अनि त्यही भएर अलि लाज लाग्यो तर हल्काबाटै बोलेर कभर अप गर्ने चाहिँ गर्छु भिडियोहरू चाहिँ हल्का बनाएको छु अपलोड पनि हल्का देखाउँछु हजुर अपलोड पनि हल्का देखाउने छु सबै भिडियो देखाएर फेरि धेरै लामो हुन्छ कि भिडियो त्यो भएर होइन भान्जेश्वरी अपलोड कस्तो खाले भनिदिन्छ त डेन्जर है अहिले अब जाने बेला त हुन्छ नचलाइकन सिधै गुल्टिँदै गइन्छ सिधै अनि लास्ट टाइम अब यहाँनिर पातिबाराको यहाँनिर खै त ढोगल
अनि सकिसकेको छ हाम्रो चाहिँ यहाँ अनि अब हामी अर्को मन्दिर जानुपर्छ होइन पूजाको सामानहरू चाहिँ यही बाहिर पाउन सक्नुहुन्छ यहाँ सबैजना यहाँनिर यहाँ यो रमाइलो धेरै हिँड्नु पर्दैन यहाँबाट त्यहाँसम्म मात्रै हिँड्नु पर्ने छ अब लास्ट मन्दिर बिच बिचमा भेट्नेछौँ अनि त्यसपछि नत्र मन्दिर गएर भेट्नेछौँ मान्छेले बाई गाइस यहाँ काफल फलेको रहेछ निशा दिदी तिम्रो जाने लजाउ त खै यहीँनिर भर्खरै काफल किनेर ल्याएर त यहीँ रहेछ तर बुटाको काफल टिपेर खान त मजा आउँथ्यो होला तर के कसरी टिप्ने त नि कसरी टिप्ने त नि कहाँ सकिन्छ त त्यो यस्तो कट्रो भेस्टा लगाएर आएको भए त म चढिदिन्थेँ रुखमा साँच्चै कट्रो भेस्टा लगाएर आएको भए त चढिदिनु हुन्थ्यो के गर्ने साँच्ची साँच्ची हो भनेको अब जाने मान्छे बोलाउने हो हुन्छ अब जाने बाई बाई हेलो गाइज अनि के भन्छ अरे हामी चाहिँ के यो ब्याक यस्तो गर न के हो अनि हामी चाहिँ पूजासुजा गरेर हिँडिसक्यौँ अनि एकदमै अफरोड थियो नि त अनि दिदीलाई फेरि यस्तो बाटोमा दिदीलाई चलाउन मन लाग्यो अरे दिदीले चलाइरहेको छ त्यसैले मैले हल्का भयो नि भिडियो लिइराखेको छु बाटो चाहिँ अहिले चाहिँ मेन रोडमा यस्तो दामी छ फोर लाइनको बाटो रहेछ राम्रो छ त्यो समय छ अहिले दिदीले चलाइरहेको छ बल्ल बस्न पाएँ आनन्दले पानी पर्ला जस्तो भयो छिटो पूजा गरेर जानुपर्छ हामी चाहिँ फेरि अर्को मनोकामना मन्दिरमा पनि आएको छौँ यस रमाइलो छ दिदी रमाइलो रहेछ त्यहाँनिर राम्रो रहेछ त सबै बिएससी नै हुँदो रहेछ क्या यहाँ आरती पनि रहेछ आरती पनि फाइनली गाइज अनि हामी चाहिँ घर आइसकेका छौँ घर आएर लास्ट थके लागेको थियो यस्तो त्यो 4-5 आवर्सको ट्राभल गर्दाखेरि स्कुटी चलाउँदा लास्ट थका लागिसकेको थियो अनि हामी चाहिँ घर आएर मस्तले सुत्यौँ अनि मैले बिच बिचमा चाहिँ भिडियो बनाएन किनभने मेरोमा ब्याट्री पनि सकिएको थियो र स्टोरेज पनि फुल भइसकेको थियो अनि केही छैन अनि यस्तै नयाँ नयाँ भ्लगहरू म लिएर आउने छु आई होप सबैजनालाई मन परोस् अनि सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला अनि फेरि हामी भेट्नेछौँ अर्को न्यू भ्लगमा सी यू बाई बाई